हेलो गाइज वेलकम टु आवर मिनी ब्लग न्यू डे न्यू भिडियो लिएर आइसकेको छु म चाहिँ आज त बिहानै भिडियो बनाउँदैछु घाम पनि पुरै लागिरहेछ हो आज त पुरै घाम लाग्ने रहेछ आज हिजो चाहिँ खासै धेरै लागेको थिएन नि त हल्का लागिरहेको थियो आज चाहिँ टन्नै लाग्ने रहेछ घाम अनि अब भात पकाउने बेला भयो तर आज हामी भात चाहिँ नखाने अनि रोटी खाने के गाउँको रोटी बनाएर पुरी बनाएर खाने अनि हामी मुस्नु पर्ने हुन्छ अनि म चाहिँ मुस्नुको लागि रेडी हुनु आँटे गाइज चाहिँ मैदा रे के भन्छ यसलाई गाउँको पिठो यति पिठो चाहिँ यो मुस्नु पर्ने हुन्छ मम्मीले ठिक पारेर जानुभएको रहेछ गोठ आमा चाहिँ टक्क यहाँ चिनी लाएर मुस्नु पर्ने हुन्छ यसको चाहिँ पुरी खाने नि त नि आज हामी गाइस अब म चाहिँ यहाँ पुरा रोटी बनाउनको लागि पुरीको लागि तयारी गर्दैछु तर कस्तो हुने खुल्लाउनु पर्ने छ फुलिन्छ भन्छ भने कस्तो हुने चट्ट लाएर यहाँ मैदा अनि के चाहिँ गाउँको पिठो मिसाएर मल्नु पर्ने हुन्छ यसको चाहिँ मजाले मोल्ने अनि एकछिन छोपेर राख्नुपर्छ अनि दामी हुन्छ अनि त्यसपछि बनाउनु पर्छ चिनीको थोर लाग्यो के हो अनि चिनी दिएर नि त सायो मलाई चाहिँ चिसो लागिरहन्छ नि त अनि बेसी खान्छु हेर्छु अनि म चाहिँ टाउको पनि दुखिरहेको छ मुखमा घाउ त्यस्तै लास्टै बिजोक भइरहेछ के भएको क्लिनिक जानु पर्यो भनेको हिजो पनि भ्याएन आज पनि बिहान जानु पर्यो भनेको हामी गएन नानी स्कुल लानुपर्छ नि त बोर्डिङ अनि बिहान ढिलो भइहाल्छ त्यही भएर नौका भरे बेलुकातिर जानुपर्छ होला के गरेको सायङ तिमी चाहिँ त्यहाँ के ए चिनी खानु भनेको खोइ चिनी भनेपछि चाहिँ सायङ चाहिँ कति साह्रो चिनी चाहिँ जसले किराले खान्छ लु जाऊ पर गर्छ त ट्याङ गर्छ के गर्छ चाहिँ पुरै रेडी भइसक्यो तर अलिक गिल्लो भए जस्तो छ अब एकछिन अब यसलाई चाहिँ एकछिन प्लास्टिकले पोका पारेर राख्नुपर्ने हुन्छ आधी घन्टा जति अनि त्यसपछि मात्र पकाउनु सुरु गर्नु पर्यो भन्दैछु गाइज अलिक गिल्लो भएछ पिठो त लास्टै हो अनि यहाँ चाहिँ ग्यासमा चाहिँ यहाँ गिराउरी बुनीले बसाएको रहेछ पाएको कि पाकेन यहाँ चाहिँ चनाको दाना छ पाकिसकेछ यसको चाहिँ अचार बनाउनुपर्ने हुन्छ ग्यासमा चाहिँ बसाइरहेको छु अब अघ्यानमा आगो फुक्नु पर्ने हुन्छ अघ्यानमा चाहिँ अहिलेसम्म आगै फुकेको छैन यस्तो छ अब आगै भाउँदैन अनि बिहानै उठ्यो अनि पसल पनि गइरहेको नि त तेल नुन ल्याउनुको लागि तेल चाहिन्छ नि त धेरै अनि 2 पोका तेल अनि नुनले अनि चिनी पनि थिएन घरमा सकिरहेको थियो अनि चिनी आधी केजी लिएर आएँ अनि यहाँ बनाउनु थालेँ अब एकछिन आधी घन्टा पछि फेरि बनाउनु पर्ने हुन्छ गाइज अनि के खाएको तिमीलाई चाहिँ हातमा मेरो छोराले चाहिँ लास्टै चिनी खान्छ किराले दात छिट्टै खान्छ होला भनेको एउटा टेर्दैन पढ्नु एउटा मान्दैन लेख्नु एक हप्ता जति बिराम भएर लगेन नि त स्कुल अनि त्यही भएर लेख्नु पनि बिर्सिसकेर अनि बिहानभरि कुटाइ भेट्यो मेरो तनक होइन मजाले भनेको एउटा टेर्दैन शान्त सानै छ त्यही पनि अस्तिसम्म त कति धेरै जान्छ थियो पढ्न लेख्न अहिले त एक हप्ता जति बिराम भएर नलगेको बोर्डिङ त सबै बिर्सेर बिहानभरि लट्ठी लाउँदा गऱ्यो अनि त्यसपछि चाहिँ लेख्यो अलिअलि चिनी खाँदैछ मस्तसँग चिनी चाहिँ किन खाएको सायद चिनी कस्तो हुन्छ खाएको मिठो हुन्छ अनि किराले दात खायो भने चाहिँ के हुन्छ अहिले हस्पिटल कि हस्पिटल अहिले हस्पिटल जाने पैसा मसँग छैन अनि सायो बाबालाई चाहिँ कसले दिन्छ नि हस्पिटल जाने पैसा फेरि बोल्दैन कसले दिन्छ नि हस्पिटल जाने पैसा फेरि छाडा हुने मम्मीसँग नट्टी म त मसँग छाडा भने छोडेर हिँड्छु अनि बाबासँग एक्लै बस्न रुँदै ल म छोडेर हिँड्छु अब साईलाई छाडा हुन्छ अनि मम्मी कि बाबाको धेरै माया लाग्छ अनि माया गरेर त मलाई खोइ त माया गरेको त लु कति गरी चाहिँ माया गर्दो रहेछ खोइ त माया गरेको रुगा लागिरहेछ खक्का हाम्रो माया गरेको मलाई नि अनि आज बोर्डिङ जाने नजाने साईको साथीहरू छ कि बोर्डिङमा के साथीको नाम भन त साथीको नाम के भन त अनि फेरि हामीहरू तुम्बा तलहरूको तुम्बा सासूले के ल्याइदिइराख्नु भयो तुम्बा सिलाम र चामल आज 15 गते भनेर ए खै
चामल चाहिँ थिएन म पारी सिलाम चामल ल्याएको छ सिलाम अनि चामल तुम्मा मेरो अनि क्या त्यो चाहिँ कहाँ पुराउनु यो बनाएकै नबनाएकै भुटेर खाऊ यो मिस गर यो भुटेर मिसाऊ यस्तो बनाइदिएर ल्याएको चाहिँ मेरो तुम्मा हुनुहुन्छ बिचरा ल्याइदिनु भएछ आज कति के 15 गते तुम्मा आज 15 गते मङ्सिर 15 गते त्यस के खानुपर्छ ऊ होइन अनि भयो खिर खानु काँक्रा त हिजो काँक्रा त सक्यो अब खानुपर्ने हुन्छ तुम्माले ल्याइदिएर आउनु भएछ बिचरा चिन्ना एक्लै हुन्छ जहाँ पनि पुग्नुहुन्छ है कहाँ लाने त्यो चाहिँ यो बनाएको अनि 2 दिएर ल्याइदिनु भएको यो भुट होइन अनि भिजाउ यो इतिहाको बाट भयो यता दुनाको सिलाम यो चाहिँ खानु यहाँ चाहिँ मस्त चिनी माग्दैछ यहाँ चाहिँ तुम्माले सिलाम र चामल ल्याइदिनु भएछ भिजाएर एउटा चाहिँ मजाले बनाएर अर्को चाहिँ त्यतिकै ल्याइदिन्छ चाक्सु लगाइ कस्तो मिठो गुल्ले गुल्दा मिठो छ मङ्सिर 15 रहेछ मलाई थाहा पनि थिएन नि त खाने दिन भनेर जस्तो त मलाई खासै वास्तै हुँदैन यहाँ चाहिँ चामल र सिलाम त्यो चाहिँ नभिजाएको रहेछ भनेर भिजाएर खानुपर्ने हुन्छ मिठो रहेछ मुखो भयो मिठो भयो मिठो त हुन्छ त नि तिमीलाई ल्याइदिनु भएको बिचरा व्यवसाय खायो यो चाहिँ भुट है नभुटी हुँदैन भुटी चामल पिसेको छौ न म त पारिबाट मागेर ल्याएको भयो अलिकति रहेछ अलिकति जन्नलाई पुग्दैन ए नयाँ चामल खानुपर्छ नि त नि मङ्सिरको नयाँ चामल हो नि त यो तुम्हाहरूको त कुटिसक्नु भएछ हाम्रोमा चाहिँ कुटेको छैन अहिले म कुट्यो भने एकछिन भयो टिका लाउनु मात्र म खाएको भयो त भुटेर खानु है मिठो रहेछ मिठो टिका लाउ मेरो देवर भाइ चाहिँ अहिले उठेर राम 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 आउँदैछ खानु भनेर त रेडी एकैछिनमा खुर्रा अलिक चामल थप्नु पर्छ होला मैले खानु मेरो भाइ हाई भन्नु त म गएँ ल राम्रो मेन्सा हुँदैछ क्यामेरामा राम्रोमा के हो हुन्छ जान्ने हुन्छ रोटी चाहिँ पकाएँ गाइस तर आज चाहिँ 2-3वटा चाहिँ बाँकी छ अब तरकारी पाक्दैछ माथि ग्यासमा पकाइरहेको छ तरकारी चाहिँ म चाहिँ रोटी मस्तसँग पकाउँदैछु अहिले चाहिँ आम्मामा पिठो कति धेरै छ कति हुन्छ भनेको तर यति मात्रै भयो त कति मजाले फुलिरहेको थियो अहिले चाहिँ पुरै घट्यो यो त पुरै सुक्दो रहेछ नि त सुके ऊ भयो सेल्लेपछि त आया हो आगो नबालेर त्यस्तै जिन्दगी गर्मीले त्यस्तै पुरै पसिनै पसिना भइरहेको छु तरकारी चाहिँ मटर अनि चना आलु अनि यो साग मिसाएर पकाउनु पर्ने हुन्छ नाम पकाउँदैछ माथि बुनुले के राख्नु पर्यो कस्तो भयो मिठो भएछ पकाउनु मैले त पकाएको 1 घन्टा गइसक्यो होला नि 1 घन्टामा पनि नसकिँदैछ पकाउनु मिठो भएछ गुलियो गुलियो मिठो तरकारीसँग खाँदा अझै मिठो हुन्छ बल्ल रोटी पोल्नु चाहिँ सक्यो लास्ट धुवा भएर रुएको जस्तै आसु भयो अनि यहाँ चाहिँ तिहारको फिङ्गर रहेको रहेछ अब यो पकाउनु पोल्नु पर्यो अनि खानुपर्ने हुन्छ यो चाहिँ तिहारको रहेको रहेछ नि त यति धेरै भएछ अनि रहेको रहेछ अब यो चाहिँ पकाउनु पर्यो अनि खानुपर्ने हुन्छ कस्तो हुन्छ गाइस तर यो सुकेको त छैन घाममा त सुकाएको थिएन त्यत्तिकै हाल्दै कस्तो हुन्छ है हेरौँ अब यसको रिजल्ट घाम सुकाएको चाहिँ दामी हुन्थ्यो अलिक घाम सुकाएको थिएन नि त अनि खासै राम्रो चाहिँ हुँदैन होला भन्नु त म भन्दै थिएँ राम्रै भएन खासै फिङ्गर त मजाले फुल्लेन यस्तो भयो कस्तो चाख्नुमै नफुलेर पुरै लाभो जस्तो भयो लाभो जस्तो तन्किन्छ त पुरै सुकेको चाहिँ दामी हुन्छ लाभो जस्तो भयो मलाई त फुलेन बडियो चाहिँ फुलिरहेछ यो
चाहिँ फुल्दैन मिठो भयो यो चाहिँ फुल्दैन पुरै लाबर जस्तै भयो फिङ्गर पनि पुरै हर्जी भइरहेछ कामी नसुकेर सुकाएको थिएन नि त तिहारमा सुकाएको फुल्याउनुको लागि अनि धेरै भयो त्यतिकै प्लास्टिकमा पोका पारेर राखेको थियौँ पुरै प्लास्टिककै झिकेर फुल्याएको पुरै फुल्दैन टसँग तरकारी पकाएछ रोटीमा खाने कस्तो भयो हेर्ने तरकारी चाहिँ कस्तो चाक्स लगाइ मिठो भएछ दामी भएछ 1 नम्बर अचार त्यस्तो त पुरा अब खानुपर्ने हुन्छ रोटीमा लाएर म चाख्छु कस्तो हुन्छ दामी भयो दामी भयो